यहाँ टिप्ने मात्रै होइन अनि यो टिपेर खाने पनि हो क्या फेरि टिप्ने अनि यसलाई यसरी खाने पनि हो क्या जस रमाइलो हुन्छ कहिलेकाहीँ यस्तो छुट्टीको बेला पिताको बेलामा आएर यस्तो काम गर्नु चाहिँ एकदम रमाइलो हुन्छ क्या क्रोएसियाको एग्रिकल्चर सिस्टम चाहिँ एकदम राम्रो छ है आलुहरू यति दामी गरी फल्या हुन्छ रोप्या हुन्छ है हेर्नुहोस् है डेभलपमेन्ट पनि कति दामी हुन्छ है यति ठुलो न ठुलो अहिले चाहिँ हामी यहाँ स्ट्रबेरी टिप्न आएको थियौँ र यो माथिको चाहिँ अङ्गुर है पुरै यो यस्तो दामी गरी रोप्या हुन्छ अङ्गुर चाहिँ मैले चाहिँ डबल क्यामेरा युज गरिरहेको छु अगाडि र पछाडिको हाम्रो साथीहरू चाहिँ अगाडि गइरहेको छन् है यो सबै अङ्गुर हो एकदम राम्रो तरिका यहाँ यहीँनिर फेरि लसुन पनि रहेछ है उता आलु यहाँ लसुन यहाँ अङ्गुर यति व्यवस्थित तरिकाले चाहिँ यहाँनिर खेती गरे हुन्छ है सबै ठाउँमा कि यो माथिपट्टि यस्तो गरेर छ यी फेरि अङ्गुरहरू आलु पनि रहेछ ऊ माथि माथि ओलिभहरू पनि छ यहाँ धेरै फल छ हो धेरै राम्रो यहाँ माटै त्यस्तो भएर होला हुन चाहिँ है तर अहिले चाहिँ यहाँ चाहिँ धेरै यहाँ हावा चलिरहेछ है एकदम उठाउँला जसरी चलिरहेछ मेरो साथीहरू चाहिँ अगाडि गइरहेछ र यिनीहरूले यो अङ्गुरको चाहिँ यहाँनिर वाइन बनाउँछ क्या यो धेरै जस्तो वाइन बनाउँछ अनि पछि फेरि यो टिप्न पनि बोलाउँछ हामीलाई यो पर आवर होइन पर आवरले 7-8 दिन्छ है काम गर्दाखेरि 7-8 युरो दिन्छ काम गर्दाखेरि चाहिँ अहिले चाहिँ हामी स्ट्रबेरी टिपेर आएको र त्यहाँ पनि यो देखिरहेको टनेल यहाँ पनि दुईवटा छ भनेर आएको र स्ट्रबेरी चाहिँ यहाँ एउटा त्यो बक्स हुन्छ सानो बक्स है त्यो बक्सको चाहिँ मार्केटमा किन्दा चाहिँ 3-4 युरो पर्छ है त्यो हेर्नुहोस् है यति दामी छ है खेती गर्ने ठाउँ यो माथि चाहिँ फेरि पुरै ढुङ्गै ढुङ्गा हो त्यो माथि चाहिँ त्यसो छ मुनि चाहिँ यस्तो खेती गर्ने के चाउमिन हो हामीले चाहिँ यतापट्टि साइडबाट अहिले काम सकाएर आएको यतातिर फेरि अब अर्को रोप्नलाई फेरि तयारी छ यहाँ फेरि एकदम खनजोत गरेर रेडी भइसकेको छ मैले चक्लेट खाइरहेको छु जस मैले तपाईँहरूलाई हो यहाँको रोड मात्रै होइन यहाँको एग्रिकल्चर सिस्टम चाहिँ देखाउनु खोजेँ त्यस्तो स्पेसल केही पनि होइन साथीहरू त्यहाँबाट उता गयो होइन हामी काम गर्ने चाहिँ अहिले यहाँ यता पनि टनै छ तर यो यति दामी जमिनहरू छ छन् चाहिँ होइन तर यिनीहरूले खेती नगरे क्या त्यहाँ चाहिँ मान्छे अलिकति कम भयो होला यहाँ चाहिँ यो बाहिर चाहिँ आलु छ यस्तो होइन त्यही भित्र चाहिँ स्ट्रबेरी हो पुरै फेरि अहिले हर्न काम गर्ने चाहिँ त्यही भित्रपट्टि हो भित्रपट्टि चाहिँ यस्तो गरी फल्या हुन्छ कि स्ट्रबेरी यो मुनि तर यो चाहिँ धेरै टिपेर होइन त्यति साह्रो चाहिँ फल्या छैन होइन जोस यस्तो गरी फल्या छ क्या यति तर योभन्दा पर टिपेको पनि धेरै फल्या थिएँ यस्तो हो अनि टक्क यसो राखेर यहाँ यसो टिप्ने हो यो चाहिँ है यस्तो गरेर टिप्ने हो यस्तो हुन्छ है क्रोएसियामा एग्रिकल्चर काम चाहिँ यो टनलाभित्र यो चाहिँ बाहिर पनि हुन्छ धेरै है यस्तो टिप्ने हो है टिप्ने जस रमाइलो हुन्छ कहिलेकाहीँ यस्तो छुट्टीको बेला पिताको बेलामा आएर यस्तो काम गर्नु चाहिँ एकदम रमाइलो हुन्छ क्या अरू त्यस्तै हो यस्तो छ है थुप्रै ठाउँ चाहिँ धेरै फल्या हुन्छ कि धेरै हुन्छ यहाँ चाहिँ अलिकति पातल पातल रहेछ यस्तो गर्ने हो यस्तो गरेर टिप्ने होला धेरै हुन्छ तर यो भित्र यस्तो टर्नै लुकेर राखेको हुन्छ होइन त्यसो छानी यसो टिप्ने हो
त्यो हुन्छ होइन भित्रभित्र यति धेरै फलेको छ कि यत्रो ठुल्ठुलो नि छ अझ यो एउटै 200 ग्रामको होला त सायद ठुलो न ठुलो एउटा भर्यो यतिको चाहिँ 3-4 युरो पर्छ क्या यो मार्केटमा यतिको चाहिँ यो भोरीको यो बक्स भोरीको त्यति पर्छ यतापट्टि टिप्नु भयो फेरि दुध लाने हामीले एकचोटिमा त्यो यता टिपिरहेको छ म यता चाहिँ ल हामीले यति धेरै टिपिसक्यो अहिले चाहिँ ल 1 2 3 4 5 6 टन्नै टिप्यो साथीहरू पर टिपिरहेको छ अहिले चाहिँ गर्मी सुरु भइसक्यो बिहान चाहिँ जाडो थियो होइन चाहिँ एकदम गर्मी टन्नै छ अहिले पनि भनेको टिपिसक्यो त्यहाँ चाहिँ फेरि त्यही भित्र छ है यस्तो छानेर टिप्नुपर्छ क्या यता अनि यतापट्टि पनि सँगसँगै ओ बप्सर के छौ गरिम भयो साथी हो गरिम भयो धेरै कस्तो भइरहेछ ठिक भइरहेछ ठिक भइरहेछ अझै बाइक छ है हाम्रो टन्नै बाइक छ ओ अझै यति टिपिसक्यो है अझै बाँकी छ भने यस्तो टिप्नुपर्छ मिठो हुन्छ एकदम गुलियो नगुलियो यो टेस्ट खाँदाखेरि एकदम स्वादिलो हुन्छ यो फेरि यति धेरै टिपिसक्यो हामीले परसम्म छ क्या यहाँ टिप्ने मात्रै होइन अनि यो टिपेर खाने पनि हो क्या फेरि यस्तो टिप्ने होइन यस्तो पाकेको पाएको छ तर यो चाहिँ बिग्रिया रहेछ है यस्तो बिग्रिया चाहिँ टिप्यो होइन क्या फेरि यो पनि बिग्रिया हो क्या तर यो चाहिँ राम्रो रहेछ ल यस्तो टिप्ने अनि यसलाई यसरी खाने पनि हो क्या भगवान् मेरो छ एकदम मिठो हुन्छ रसिलो नसिलो धेरै मिठो छ हौ यहाँको ठुल्ठुलो यति धेरै खोलासी यता त्यस्तै काम पश्चात खाजा यो भित्र चाहिँ चिज छ अनि सुनका भन्छ होइन यो पोर्कको फेरि खाने हो हामी सजिलो पर खाइरहेको छौँ हाम्रो काम चाहिँ लगभग सक्यो हामीले लगभग 4 घन्टा काम गरी पैसा यति दिए यो 20को यो 20 यो 10 30 चाउ ल फाइनल्ली हामी चाहिँ काम सक्यौँ है हामीले चाहिँ 4 घन्टा जति गऱ्यौँ पैसा चाहिँ यति पायो 30 युरो अब अहिले चाहिँ नेपालको भाउ कति छ होइन बढिरहेको छ 4-5 हजार हुन्छ यो 30 युरोको चाहिँ यस्तो गरेर फर्केको ल जुत्ता चाहिँ बिजोग छ यी है खुट्टा चाहिँ बिजोग छ हिलो ल साथी हो ल अन्तिमसम्म रहनु भएको भिडियोमा धेरै धेरै धन्यवाद सी यु नेक्स्ट भिडियो बाई